आज चाहिँ हामी सागर सरको घरमा ढेँडो र माछा खाने प्लान भयो। उहाँले चाहिँ एकदमै हेर्नुहोस् त गाउँको अर्ग्यानिक काठमाडौँमा पनि यतिको पाउनु त अनि बिरली मात्रै भेटिन्छ है साथीहरू, होइन के हो सही। यता देखाउनुहोस् त माछाको आइटम। माछा सक्छ त अनि यो उम्लिँदैछ। अब यो स्टार्ट हुँदैछ, पछि देख्नु होला के हुन्छ भन्ने कुरा। आज त सक्यो क्या। आसामको मान्छेले यस्तो बनाउँछ भन्ने कुरा मैले सोचेको थिइनँ। उहाँको कपाल अनुसार हेर्नु न, रक स्टारले चाहिँ यसरी ढेँडो बनाउँछ भन्ने चाहिँ मलाई लागेको थिएन, तर आज पर्मानेन्ट गरेर देखायो। बाँकी अहिले हामी यसको खानाको आइटम एकछिन पछाडि देखाउँछ है त। ल है गाइस, हेर्नुहोस् त फाइनल्ली माछाको के तड्का कडी के हो यो ढेँडो, कोदोको ढेँडो। कोदोको ढेँडो खान्थ्यो चौरीको दुधसँगै भने जस्तै फाइनली पाके। हेर्नुहोस् हाम्रो सागर सरले भात पनि पकाएको छ भन्दै हुनुहुन्छ। अब छक्कै छ, के खानु के नखानु के हो त्यतिमा छक्कै छ। बाँकी अपडेट फेरि एकछिनमा तपाईँहरूको लागि। अब आजको आइटम चाहिँ यस्तो छ, हेर्नुहोस् देखिहाल्नु भयो। माछा खाने कुरो भयो आज, ढेँडो, थोरै भात, विभिन्न परिकारहरू छन् तपाईँको चाहिँ। आजको कुक मास्टर देख्दै हुनुहुन्छ नि, सागरको घरमा आज माछाहरू यसरी बनाउनु भएको छ। यो कुन साउथ इन्डियन तरिकाले हो? यो आसामिज स्टाइल। आसामी स्टाइल, त्यसमा चाहिँ साउथ इन्डियन अलिकति फ्लेभर। अनि यता कता यता क्यानाडातिर हो कि के हो त्यो टाइपले। अनि यो ढेँडो खाएको देखाइदिनु। चट्ट ल यसो सुरुमा चाहिँ झोलमा हात चोप्ने हो, नत्र टाँसिन्छ ढिँडो। अनि यस्तो झोलमा हालेर सही च्वाप्पै खट्लकै सक्छ त अनि सक्दैन नि फेरि बास। यसरी खानुपर्ने अवस्था आयो। अचार, थोरै अचार पनि। यसरी आजको खाना खाइयो है त साथीहरू।